वेलकम ब्याक गाइस। तपाईँको स्वागत भइसकेछ मेरो ब्लग सेकेन्डमा। त आज तपाईँ देखिसक्नुहुन्छ नेपालगञ्जको आदर्शनगर हाम्रो टोलको यति खतरा नजारा छ। आज घाम अघि नै पानी परि पऱ्यो थियो रातभरि, अनि अहिले यति तगडा घाम लागिरहेको आँखा नै हेर्न सकिनँ। यति ब्राइट छ आजको मौसम। आज म यहाँ हावा पनि लागिरहेको नेपालगञ्जको ब्युटी देखाउँछु तपाईँलाई। आज सबभन्दा अगाडि म दोकानबाट केही खान गइरहेको छु। म अघि नै भर्खर उठेँ, मुख पनि होइन धुन्यो। सुन्दाखेरि म दोकानमा बिस्कुट लिएर आउँछु, दुध पनि माथि छ, त्यससँग खालौँला के हुन फिटनेस पनि। गाइस मैले फाइनल दोकान खोलिसकेँ, भित्र जाम। बहुतै अँधेरा छ, लाइट बालिएर बत्ती गयो, ठ्याक्कै बत्ती गयो यहाँ पनि। त यता मुसाहरू पनि छन्, धेरै सावधान हुनुपर्छ। चुपचाप हाम्रो फ्रिज पनि छ, फ्रिजबाट केही उठाउने हो कि नै। तर डिउहरू पनि छन् हाम्रो, सस्ता छन्, छोडिदेऊ के न ल। अब म एउटा बिस्कुट लिइहाल्छु, पार्लेजी लिइसकेँ, फेभरेट नट डग फेभरेट पार्लेजी। लेट्स गो बेबी। अनि त्यसपछि अरू के खाने त, अहिले केही नखाम, डाइरेक्ट माथि जाऊँ। अहिले म तपाईँलाई घुमेर पनि देखाउँछु यहाँ हाम्रो ग्राउन्डमा। तालचा लगाइदिन्छु, देखाउँछु तपाईँलाई। म अब तपाईँलाई बाहिरको देखाउँछु नजारा। खाली खुट्टै छु म, तपाईँ देखिसक्नुहुन्छ नजारा। हाम्रो फिल्डको राम्रै छ। एउटा चोर ऊ त्यहाँ चरेर के पो चोरिरह भर्खर त्यहाँ गयो। अनि मस्तै सिन छ ल, केही छैन। हाम्रो घरको पनि ठिक छ, हावा पनि दामी लागिरहेको। ऊ एउटा भाइ आइसक्यो, भाइलाई सोधौँ है आज। यता आऊ त भाइ। गाइस त्यो भाइ गइगयो, म धेरै डराउना छु त्यसैले। सन्ध्याडे हामी मुख धुइहालौँ, धेरै नै त्यो सस्ता हो सस्ता। यहाँको पोजिसन मिलेन कि पोजिसन खस्न सक्छ, राम्रोसँग राखिदिन्छु। त्यही छ यहाँ, बडी हल्का फ्लेक्स हाल्नु पऱ्यो नि त। मुख धुइहाल्छु, त्यसपछि हामी गरौँला। यहाँ केही सेफ टाइम पास छ। मैले हाम्रो पार्लेजी लिइसकेँ, पार्लेजी अब खान्छु एकछिनपछि। लेट्स गो। दिइहालेँ। त खतरा आइरहेको। हामी अब घर पछाडि जाऊँ न त एकछिन, पछाडिको पनि ब्युटी देखाइदिन्छु तपाईँलाई म। दुई बच्चा भागिरहने हाम्रो घरको पछाडि यहाँ मुर्गी फार्म छ। मुर्गी हेलो भने हेलो। तेरो साथी हो, तेरो साथीसँग म भिडियो कल गरिरहेको छु। हेलो भन, हेलो भन, यता हेलो भन, हेलो यता हेलो। लाइक सब्सक्राइब भन, हो लाइक सब्सक्राइब। पछाडिको मौसम पनि दामी छ। कुन कुन ब्लू कलरको छ नि,
कुन ब्लू फुल ऊ त्यो पिङ्कको त्यो पिंक कलरको छ नि त्यही हो मेरो साथीको कलरको घर छ नि यताको ऊ बित्था र यताको रेड अनि त्यही हो ल हामीले भनिसक्यो नि नमस्ते युट्युब च्यानललाई सब्स्क्राइब गर्ने हो लाइक सब्स्क्राइब च्यानललाई लाइक एन्ड सब्स्क्राइब गरिदिनु यस अनि त्यसपछि र अहिले त्यो केही हैन ल 6 7 को फ्यान छ यो धेरै यहाँ नजारा नि खतरा छ हावा एउटा सु गरौँ सु भनिदियो ल गाइस ऊ माथि एउटा चोर पनि छ हाम्रो कहाँ लुक्यो टङ्की पछाडि छ ऊ त्यहाँ छ पछाडि छ ऊ त्यहाँ केही छैन लेट्स गो ल हामी माथि जाऊँ अहिले त्यो पनि देखाइसक्यौँ नजारा बेस्ट नजारा अफ नेपाल आदर्श नगर भनौँ ब्युटी अफ आदर्श नगर लेट्स गो गाइस अब माथिबाट देखाउँछु मेरो नजारा म 3rd फ्लोरमा बस्छु कि म त पछाडि गएको थिएँ अहिले यहाँ नि छ नजारा अब हल्का ब्याक साइडमा जाऊँ न त हल्का त्यहाँ पछाडि नि जानुपर्छ हेर्नलाई हाम्रो नजारा तल पछाडिको गली खतरा छ हाम्रो को घन्टी बजाइरहेको गाइस घन्टीमा भोट हान्ने ऊ ट्याङ्कीको माथि एउटा चढेछ ऊ त्यहाँ बाँदर देखिसक्छु ऊ त्यो ट्याङ्कीको माथि त्यो होला कालो ट्याङ्कीको माथि अनि यहाँ सिन ब्युटी हान्नुहुन्छ ब्युटी ब्रो ब्युटिफुल ल गाइस आजको ब्लगमा यति गरौँ मिल्छौँ अर्को ब्लगमा 3rd ब्लगमा ब्युटी अफ आदर्श नगर देखाइसक्यो मैले ल मिल्छ अर्को ब्लगमा त तपाईँ बाई बाई